माउन्ट कैलाशलाई सेन्टर अफ युनिभर्स मानिन्छ। भनिन्छ यहाँ शिवजीको वास छ। तिब्बतमा रहेको यो हिमाल विश्वभरिको हिन्दू, बुद्धिस्ट र अरू धर्मावलम्बीको मान्छेहरूको लागि एउटा इम्पोर्टेन्ट पिलग्रिमेज साइट हो। यही हिमालको साउथर्नमोस्ट पार्टबाट ओरिजिन भएको छ 1080 किलोमिटर लामो कर्णाली नदी, जुन भारतमा गएर गङ्गा नदीमा मिसिन्छ। आज हामी पुग्छौँ नेपालको वाइल्ड हार्ट कर्णाली प्रदेश। नेपाली भाषाको उद्गम स्थल सिन्जा भ्याली, नेपालको सबैभन्दा ठुलो ताल राणा ताल, सेफोक सुन्दर ताल, बर्दिया नेसनल पार्क, घुम्नलाई धेरै ठाउँहरू छन् त्यहाँ, तर हामीसँग समय चाहिँ थोरै। यो हाम्रो जर्नीको सेकेन्ड एपिसोड हो।